हेलो नमस्ते एन्ड वेलकम नारायण साथीहरू। आजबाट मैले ब्लग सुरु गरेको छौँ नयाँ। अब घरबाट उठेर हैन नुहाइधुवाइ गएर बाथरुममा गएर टक्क लाएर गाडीमा जान सुसार गर्दैछौँ 3:30 बजेतिर। जबै यस्तो छ, राति नै उठेर हिँड्नु पर्यो, दिउँसो पनि हिँड्नु पर्यो, राति नै गर्नु पर्यो। पैसा त कमाउनु पर्यो नि त, परेन साथीहरू? पर्यो। हजुरहरूले नि दुःख गर्नु होला भविष्यको लागि हैन। यस्तै हो, टी-सर्ट सिटर लगाइ नुहाइधुवाइ गरी फाइन चलिरहेको। गर्मी अति नै छ, जुत्ता नि लाउनु परिहाल्यो। जुत्ता लाएन भने त मारिहाल्छ मामाहरूले, सयरी पनि लिन्छ। फेरि सयरी खाइदिन्छ, हुन खुत्तै ढोक्छु भन्दा नि मान्दैन, दिनु पर्यो। अब चाहिँ तलतिर लानु पर्यो हैन, बाहिर निस्किनु पर्यो। बुढी र छोरो मस्तले सुतिरहेको। बुढी चाहिँ हेर्न आएको, त्यो ढोका लाउनु पर्दैन, चुको लाउनु पर्दैन, त्यो ढ्याप्पा पारेर जानु भएन। अल्छी छ नि त बुढी, उसले ढोका लाउनु पर्छ भनेर माथिबाट नै हेर ढोका लाउनु पर्दैन भने, किनभने उज्यालो नि लाइसक्यो। 3:30 बजे, 4 बजे त 4:30 बजे उज्यालो हुन्छ स्याङ्गै। गाउने गाडीमा आयो वरि गरी। मेरो गाडीको लुक्स हेर्नु, बाली सिटी एक्सप्रेस हो हैन। मलाई बाटोमा भेट्दा नि आइहाल्यो भन्दा नि हुन्छ साथीहरू। चाबी हाल्ने, फुत्त खोल्ने ढोका, भित्र छिर्नु पर्यो। पहिला दर्शन गरेँ गाडीको विश्वकर्मा बाबालाई, नमस्ते गरेँ, ढोगेँ, रक्षा गर्नु विश्वकर्मा बाबा भने हिँडेँ। भाँडाकुँडाहरू पनि छ। यो अब गएँ गाडीमा, यो हो गाडीको भित्र मेरो। पहिला खलासी थियो, 3-4 टिपको खलासीले नै खाइ मात लाग्यो त खलासीलाई। धेरै बोसो चढ्ने रहेछ क्या आजभोलि खलासीलाई हैन। त्यही भएर बोसो बढी चढ्यो भएर अब खलासीलाई चाहिँ राखेको छैनौँ। आफै मात्रै एक्लै हो, अब एक्लै हिँड्ने हो हैन। चाबी हालेँ, टक्क लाएर गियर चेक गरौँ एकछिन। गियर चाहिँ चेक गरेँ, टक्क चाबी बटारेर स्टार्ट गरेँ। घुरुङ रुङ 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 गर्छ हैन स्टार्ट गर्दाखेरि। स्टार्ट गरेँ। अब धुपबत्ती बाल्नु पर्यो मजाले। धुपबत्ती बाल्ने, गाडी स्टार्ट भएर पुरै क्यामेरा हल्लिरह। विदेशतिरको भए पो स्टार्ट गर्दै थाहा नपाउने, गाडी नहल्ने नि मर्सिडिज हैन, भोल्भो हुन्छ। नेपालमा त्यही इन्डियाबाट बनेर आएको टाटा गाडी हो। स्टार्ट गर्दाखेरि नि ज्यान्टर स्टार्ट गरे जस्तो हुन्छ, त्यही माथि पुरानो गाडी हो। स्टार्ट गरेर क्यामेरा आएको, क्यामेरा पुरै हल्लिरह, गिल्लिङ 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 गरेर। धुपबत्ती बाली 2टा जति। विश्वकर्मा भगवानलाई नि, गणेश भगवान, शिव भगवान, बुद्ध भगवान सबैलाई सम्झे। गाडी चलाउनुभन्दा अगाडि भगवानलाई सम्झिनुपर्छ साथीहरू। हजुरहरूले पनि गाडी चलाउनुभन्दा अगाडि भगवानलाई सम्झिनुहोस्, धुपबत्ती बाल्नुहोस्। मर्निङ टाइममा, बेलुका साँझ परे यसरी धुपबत्ती बाल्ने गर्नुहोस्। शुभ दिन हुन्छ, शुभ साइत हुन्छ, शुभ यात्रा हुन्छ है, त्यति गऱ्यो भने। देखाइरहेको छु आफूले आफूलाई हैन। अब पानी भर्न जानु पर्यो। पानी सानी भर्न गएँ, पानी भर्नु पर्छ, खानु त पर्यो। बाहिर अलिअलि बारिस त भइरह, पानी त परिरह आकाशबाट। त्यही माथि वाइफाई चले होइन। धारामा गएँ, पानी सारी भर्न 2 बोतल लिएर गएँ, पानी भर्ने। आफू पनि खान्छु। बिहान बिहान जुरुक्क उठेर 2 गिलास जति पानी खानुपर्छ साथीहरू, शरीरलाई राम्रो फाइदा हुन्छ, ग्यास्ट्रिक पनि हुँदैन। यतिको पानी खाएपछि आनन्द हुन्छ साथी। दिनभरि ग्यास्ट्रिक स्यास्ट्रिक केही डरै हुन्न। हजुरहरूले नै खानु होला यसरी नै। मिठो हो पानी। अब आएँ, स्टार्ट गरेँ, गाडीको सिसा पुसेर टल्काएँ, किनभने वाइफाई त चलाएँ होइन, वाइफाई बिग्रेको थियो। अनि त्यहाँनिर अब आलु सालु के हुन्छ दलेर हिँडेँ। अब अगाडि गएर गाडी घुमाउनु पर्छ, किनभने त्यहाँ डाइरेक्ट मोड पुग्दैन रोडतिर जानलाई। अलिकति अगाडि गएर गाडी घुमाएर फर्किनु पर्छ। डाइरेक्ट त्यहाँबाट निकाल्नलाई मिल्दैन, किनभने उता छेउमा बाथरुम छ, बाथरुम छुन्छ।
जाँदैन जाँदैछौँ। त्यो साथीको घर हो, त्यो सेतो घर हो नि त उतारिको चाहिँ मेरो विनायक सेडाई साथीको घर हो। बच्चाको एकदम मिल्ने साथी, रेस्लिङ कार्ड खेल्ने साथी, क्यारिङ बोर्ड खेल्ने साथी होइन, कोकको बिर्को कुच्चाएर खेल्ने साथी। यो चाहिँ मेरो सुरुको गुरुबाको गाडी हो त्यो ट्याङ्की, उहाँले चलाउनुहुन्छ। अगाडि गएँ, अब दायाँ बायाँ पुरै खेतीपाती हो त्यतातिर। अब धान काटेर फेरि धान रोप्ने सिजन छ। धान रोप्नलाई अब मान्छेहरूले कहिले बिउ राखिरहेको छ, कहिले के राखेको छ। साइडको पुरै बारी हो। यो पुलमा दिउँसो पनि पहिला सानो हुँदा यो पुलमा दिउँसो पनि हिँड्न डर लाग्थ्यो हामीलाई भुताउँछ भनेर। यस्तै हो, अब के मिलेको छ मिलेको छैन हजुरहरूले भनिदिनु होला, कृपया कमेन्ट गर्नु होला। फर्स्ट टाइम हो मैले यसरी ब्लग बनाएको। हजुरहरूले सब्सक्राइब पनि बढाइदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। हजुरहरूलाई कतिको मनपर्छ मेरो यो ब्लग, मन परेमा लाइक गरिदिनु, सेयर गरिदिनु, सब्सक्राइब पनि गरिदिनु। बिस्तारै बिस्तारै आउँछन्, अलि धेरै नै आउँछ, सुध्रिँदै जाला नि त, राम्रो हुँदै जाला। एकैचोटि त सिकेर आमाको पेटबाट त आइन्न, बिस्तारै बिस्तारै सिकिनुपर्छ है, सिकिन्छ पनि। अब यहाँबाट ब्याक गरेर गाडी घुमाइवरी अगाडितिर लाग्नु पऱ्यो। फेरि जताबाट त्यतै फर्किनु पऱ्यो। फेरि मैले चप्पल ल्याउन बिर्सेछ होइन, चप्पल अब लिन जानुपर्छ। अब घरमा आएर फेरि गेट अगाडि रोकेर चप्पल आफ्नो चप्पल त लाउनु पर्छ। बर्खाको टाइम छ, जुत्ता मात्रै लाएर हिँड्न सकिन्न, सबै ठाउँमा हिलो हुन्छ, लोड गर्ने ठाउँ पनि हिलो हुन्छ है। गेटसेट खोलेर चप्पल लिन गएँ, चप्पल चाहिँ बाहिर थियो, मैले चप्पल चाहिँ लान बिर्सेको थिएँ अघि। अनि आएर चप्पल उठाएँ, चप्पल पनि पुरानो भइसक्यो, नाइकको चप्पल हो। चप्पल राखेँ, अब हिँडेँ आफ्नो गन्तव्यतिर, गाडी लोड गर्नेतिर। अलिकति अगाडि गएपछि हेडरतिर गएपछि गाडी अब गिरिसिर गर्न छ है। 4:30 बजे 3 बजे उठेर हिँडेको छ, निन्द्रा पनि अब बाटोतिर गएपछि लाग्छ कि जस्तो चाहिँ अनुभव भइरह। अहिले चाहिँ नुहाइधुवाइ गरेर हिँडेको। ल अब क्यासकेट चाहिँ अन चाहिँ गर्नु पऱ्यो, गीत त नसुनिकन मजै आउन, फेरि निन्द्रा लागिहाल्छ होइन। गीत सुन्नु पऱ्यो, गीत सुन्दै हिँड्दा आनन्द आउँछ। अब चोकमा आइपुग्यो, चोकबाट म दायाँपट्टि लाग्छु। यो भर्खर नयाँ गरेँ पिच हो, पहिला पिच भत्काएर गरेको थिएँ। पिच त पिचै थियो पहिला पनि, पिचलाई भत्काएर पिच गरेको थिएँ। लागि आफ्नो गन्तव्यतिर सिधा। आफूलाई देखाएँ एकछिन भिडियो गरेर। हेडवटा रातमाटे पुगेँ म। डाइरेक्ट मैले हेडवटा देखाइदिएँ, किनभने भिडियो धेरै लामो हुने भयो, 10 मिनटको भयो होइन। त्यही भएर मैले हेडवटा रातमाटेको देखाइदिएँ। हेर्नुहोस् अगाडि मामाहरू पनि उभिरहेको हुन्छ, लोड गाडी भए चेकिङ हुन्छ, खाली गाडीमा चेकिङ गरिन्न, कहिलेकाहीँ चेकिङ गरिन्छ खाली गाडीमा। अगाडिको लोड गाडी जस्तो लागेको थियो, तर त्यो गाडी बिस्तारै हिँड्दा त्यो गाडीको पछि हुन्छ। ओभरटेक गर्न मिल्दैन, किनभने मोड छ, उताबाट आएको गाडी देखिन्न, त्यही भएर म ओभरटेक नगरिकन हिँड्छु। अगाडिको डिब्बा गाडीले साइडलाई दिइरहेको सानो गाडीलाई, त्यो डिब्बा गाडी लोड गाडी हो, त्यसले चाहिँ डिस्टर्ब गरिरहेको थियो। यस्तो मोडमा ओभरटेक नगर्नु साथीहरू, गर्न पनि मिल्दैन, उताबाट गाडी आएको बेला देख्दैन, ठुलो दुर्घटना हुनसक्छ। यहाँ चेकपोस्ट हुन्छ है, यहाँ चेकिङ हुन्छ, त लोड गाडीलाई गर्छ। अब अहिले त चेकिङ छैन, त्यहाँ मामाहरू बसिरहनु भयो, ट्राफिक छ, पुलिस बसिरहनु भयो।
पछाडिको गाडीलाई चाहिँ रोक्नुभयो किनभने पछाडि गाडी लोड थियो सानो गाडी थियो पिकअप भ्यान थियो जस्तो लाग्थ्यो त्यसले मलाई अहिलेसम्म ओभरटेक गर्छ होइन अब म चाहिँ यहाँ लोड गर्ने ठाउँमा आइपुगेँ गाडी साइड लाएर एकछिन अब तन्न ओछ्याएर सुत्यो किन खाना खाँदै भर्खर निद्रा लाग्छ 1-1.5 घन्टा सुतेर फेरि